धनगढी मुख्य कुरा त भन्न छुटाएछु। असारको महिना पानी पर्छ निश्चित छ। त्यही महिना हामीले तय गरेको छौं असार 1 गते यानी कि जुन 15 तारिकको दिन हाम्रो धनगढीको अफिस समुद्घाटन गर्ने। उक्त दिन अस्ट्रेलिया, यूके, यूएस, क्यानाडा र न्यूजील्यान्डबाट पाल्नु हुने कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरू, तपाईलाई सपोर्ट गर्ने बैंकिङ पार्टनर, इन्सुरेन्स पार्टनर, ब्रिटिश काउन्सिलका प्रतिनिधि, पीटी का प्रतिनिधि सबैजना हामी तपाईलाई भेट्न आउँछौं एज पार्ट अफ द रोड शो। त्यो दिन तपाईलाई मज्जाले अपलोड स्टडी तथा टेस्ट प्रिपरेसनको एकदमै राम्रो झल्को दिने र तपाईका हरेक किसिमका प्रश्नहरूको एन्सर हामी उक्त दिन दिन्छौं र हाम्रो समुद्घाटन कार्यक्रममा निम्तो दिनको लागि तपाईहरुलाई यो भिडियो पनि शेयर गर्दैछु र हाम्रो समुद्घाटन कार्यक्रम दिनको 10 बजेदेखि 2 बजेसम्म हुनेछ। लोकेसन तपाईलाई थाहा छँदैछ। फेरि पनि भन्न चाहन्छु वाल्मीकि स्कुलको जस्ट अपोजिट कवर्ड हलबाट मजाले एकचोटी घुम्दा देखिने रातो घर त्यो हो केआईसी को घर, जसलाई टीसीएन चोक पनि भनिन्छ। मोमोका पारेखिला शानदार मोमो ग्राउन्ड फ्लोरमा छ हाम्रो अफिस छ तेस्रो तल्लामा। गुगल गर्दा केआईसी धनगढी भनेर गुगल गर्दा पनि भेटिन्छ। टीसीएन चोकमा आएर यसो घुम्दाखेरि पनि देखिने मात्र केआईसी हो, किनभने केआईसी सम्पूर्ण विद्यार्थी तथा अभिभावक माझ अत्यन्त परिचित नाम हो। अपडेट स्टडी एन्ड टेस्ट प्रिपरेसनको जुन 15 यानी कि असार 1 गते पानी परेर तपाईलाई पानी पार्दै स्वागत गर्दै हामी तपाईहरुलाई कुरेर बस्छौं। आउने हैन त? केआईसी क्यानाडा अस्ट्रेलिया हुन्छ बेलायत नि।